सो गाइस यो कछुवाले चाहिँ यहाँनिर चारो चाहिँ होइन पानी मात्रै खाँदो रहेछ होइन। फाइनली यो कछुवाले के खान्छ भन्ने कुरो मलाई अहिलेसम्म पनि आइडिया नभएको कारणले गर्दाखेरि यो भिडियो बनाएको है। यो मैले माछाको चारोहरू खुवाइरहेको हो तर पनि खाएको छैन होइन। यो पानीमा चाहिँ यो पानीमा अब यो तातो तातो पानी भयो भने चाहिँ बस्छ होइन। तर यो कति धेरै बेर भयो खाँदैन होइन। यो सानो चाहिँ बरु केहरू खाँदो रहेछ, यो घाँस सासहरू केहरू। घाँस भन्दा पनि त्यो जुन हुन्छ नि चाइनिज सागहरू, त्यो सलाद खाने सागहरू चाहिँ खाइरहेको देख्छु होइन। यो ठुलो चाहिँ कछुवाले केही पनि खाइदिएको छुइनँ होइन। सो पानी चाहिँ खान्छ होला होइन, पानी सानी अथवा के खान्छ यसले खासै यस्तै खायो भन्दा पनि अब के खाएको चाहिँ अहिलेसम्म थाहा छैन होइन। यो ओछानको च्यापतिर बसिरहेको हुन्छ, कता कुना काप्चातिर बसिरहेको हुन्छ होइन। यसो खाए जस्तै मुख त हलाउँछ होइन। यसले के खान्छ कि खाँदैन त्यो पनि थाहा छैन। सो गाइस, तपाईँहरूलाई यसको बारेमा के आइडिया छ भने मलाई भन्नु होला है त।